परापूर्व कालमा एकजना मानिसले, हे सुपादेउराली माता, म लाहुरे बनौँ? यदि म लाहुरे बने भने, यदि मैले पैसा कमाएँ भने म तपाईँलाई कालो बोको र सुनको सिख्री चढाउँछु भनेछन्। उनी लाहुरे पनि बने, उनको मनोकामना पनि पूरा भयो, पैसा पनि कमाए। जब उनी घर फर्किए उनको मनमा अहमता आयो, मैले सुपादेउराली मातालाई सुनको सिख्री त के, त्यो बाटो फर्केर पनि हिँड्दैन। जब त्यो कुरा सुपादेउराली मातालाई थाहा भयो, त्यसपछि लाहुरे घर हिँड्दै गर्दा सुपादेउराली माताले बीच बाटोमै लाहुरे र लाहुरेको बाकससहित उडाएर सुपादेउराली नजिकै रहेको विशाल पहाडमा टाँसिदिनु भयो अनि त्यो लाहुरे त्यही विलीन भयो। आदरणीय दर्शक महानुभावहरू, आज हामीले यस भिडियोमा सुपादेउराली माताको उत्पत्ति कसरी भयो र लाहुरे टाँसिनुको रहस्य के हो भनेर तपाईहरूलाई जानकारी दिनेछौँ। महिन्द्र राजमार्गको गोरुसिङे सन्धिखर्क सडकको गोरुसिङे चोकबाट झन्डै 47 किलोमिटर दूरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपादेउरालीबारे नसुन्ने बिरलै होलान्। यो मन्दिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर 7 मा पर्दछ। प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्तर्गत पहाडको खोजमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरू आउने गर्दछन्। आफूले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न भक्तजनहरू यहाँ आउने गर्दछन्। पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरू जीवन सफल बनाउनका लागि बिहे लगत्तै दर्शन गर्न आउने चलन रहेको छ। यो मन्दिरमा शनिबार भक्तजनहरूको व्यापक भिड लाग्दछ। आफ्नो मनोकामना पूरा होस् भन्दै नरिवल, परेवा, जिन्सी सामानहरू मन्दिरमा चढाउने चलन रहेको छ। यहाँ आफ्नो भाकल अनुसार बलि दिने पनि चलन रहेको